वेलकम बैक गाइस, हैप्पी दिवाली। आज चाहिँ ब्लग चाहिँ दिवालीको लागि दिवाली ब्लग चाहिँ हाम्रो टिका छ अनि त्यसै घरको ब्लग सानो मिठो। तिमीलाई मैले जता पनि पुग्दा
शिखरको बाटो निधारमा लड्काएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो ओखरमा फोरिदिए बाधाहरू मैले ओखरमा फोरिदिए बाधाहरू मैले जता पनि पुगादा चाहिँ घाम भन्दा पहिले जता पनि पुगादा चाहिँ घाम भन्दा पहिले निधारमा लड्काएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो चाह चाह पिङ होइन माया झुलेको छ चाह चाह पिङ होइन माया झुलेको छ सयपत्रीसँगै मेरो खुसी फुलेको छ अङ्ग अङ्ग पुजेकी छु तिमीलाई मैले अङ्ग अङ्ग पुजेकी छु तिमीलाई मैले जता पनि पुगादा चाहिँ घाम भन्दा पहिले जता पनि पुगादा चाहिँ घाम भन्दा पहिले निधारमा लड्काएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो आँगनले भैलेनीको भाका पाएको छ आँगनले भैलेनीको भाका पाएको छ घर सम्झी परदेशी फर्किआएको छ मालाभरि उनेकी छु आफ्नो खुसी मैले मालाभरि उनेकी छु आफ्नो खुसी मैले जता पनि पुगादा चाहिँ घाम भन्दा पहिले जता पनि पुगादा चाहिँ घाम भन्दा पहिले निधारमा लड्काएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो निधारमा लड्काएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो निधारमा लड्काएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो ओखरमा फोरिदिए बाधाहरू मैले खेल्ने आलाई 5 रुपियाँ लिन आयान् एक मुट्ठी चामल र 5 रुपियाँ हालिउट ल्याए छिटै ये देखो भैलीको बहिनीलाई दक्षिणा दिन्थ्यौ बेचेर चामल साइबौ कहाँ गया सँगका साथी कहाँ गयो बालापन साइबौ नथियो बिजुली बत्ती नगाडी मोटर साइबौ झोरो बाले गाउँ डुल्थ्यौ तसो थियो रहर साइबौ
हाम्रो भाइटिका पनि कम्प्लिट भइसक्यो। हजुरको भाइटिका कस्तो भयो कमेन्ट गर्नु होला। अनि हाम्रो चाहिँ भैली हुन्छ आज बेलुका चाहिँ भैलीको ब्लग भिडियो सुटिङ हुन्छ, भिडियो फोटोसोटो खिचिन्छ भैलीको अनि आइन्छ। यो पछि नेक्स्ट भिडियो आउँछ, खप्तरको पनि आउनु बाँकी छ ब्लग। यहाँ हाम्रो टोलीहरू छ यहाँ गाइज।